नियमित सेवन गर्दा हाम्रो स्वास्थ्यलाई कस्तो कस्तो फाइदा पुर्याउँछ आज हामीले त्यो बारेमा सानो भिडियो बनाएका छौँ। कृपया अन्तिमसम्म हेर्न नभुल्नुहोला। सामान्यतया नेपालीको दैनिक भान्सामा खुर्सानीको प्रयोग गरिन्छ। खुर्सानीका कति गुण छन् भने कति अवगुण, तर खुर्सानीभित्र पनि विभिन्न जात हुन्छन्। तीमध्ये आज हामीले अकबरे अर्थात् डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौँ। हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ। नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरूमा निर्यात हुँदै आएको छ। यो खुर्सानी जति पिरो हुन्छ उति नै स्वास्थ्यका लागि फाइदाजनक पनि छ। हेरौँ फाइदा। अकबरे हालेर पकाएको खाना कीटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। खाना पचाउने काममा विशेष सहयोग पुर्याउने हुन्छ। माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ।